सम्पूर्णमा नमस्कार। यही आउँदो मङ्सिर 7 गतेदेखि फेरि एउटा नयाँ आइपिओ निष्कासन हुन लागिरहेको छ। सोलु हाइड्रो पावर लिमिटेडले यही आउँदो मङ्सिर 7 गतेदेखि प्रथम चरणको आइपिओ निष्कासन गर्न लागेको हो। प्रथम चरणमा यसले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र स्थानीय बासिन्दाहरूका लागि आइपिओ निष्कासन गर्न लागिरहेको छ। वैदेशिक रोजगारीमा रहनुभएका नेपालीहरूका लागि कुल 10 किता आइपिओ यसले निष्कासन गरेको छ भने यसको मिति रहनेछ मङ्सिरको 7 गतेदेखि 10 गतेसम्म। विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले मङ्सिरको 7 गतेदेखि 10 गतेसम्म यो सोलु हाइड्रो पावरको आइपिओमा लगानी गर्न सक्नुहुनेछ। यो लगभग विदेशमा अहिलेसम्म हाम्रो हाराहारी हामीले हेर्दाखेरि विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले लगभग 70 देखि 80 हजार लगानीकर्ताले चाहिँ भरिरहनु भएको हाम्रो पछिल्लो डाटा छ। त्यसमध्ये यो 10 लाख किता आउँदै गर्दाखेरि चाहिँ हरेकलाई कम्तीमा 10 किता चाहिँ पर्छ भन्ने हाम्रो चाहिँ मान्यता छ। र यसै गरी स्थानीय बासिन्दाहरूको लागि सोलुखुम्बु जिल्ला अन्तर्गत पनि सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिका भनेर छुट्याइएको छ। त्यो मध्ये पनि अति प्रभावित क्षेत्र र अति प्रभावित क्षेत्र बाहेकका क्षेत्र भनेर छुट्याइएको छ। र यसमा अति प्रभावित क्षेत्रमा पर्नेहरू भनेका सोलु दुधकुण्ड नगरपालिकाका वडा नम्बर 7 र 11 र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर 1 लाई अति प्रभावित क्षेत्र भनेर छुट्याइएको छ। र सो अति प्रभावित क्षेत्रको लागि चाहिँ कुल पुँजीको 40% हुने गरी जसको 40 लाख किता स्थानीय बासिन्दाको लागि छुट्याइएको 1 करोड किता हो। र त्यो 1 करोड किता मध्येबाट 40% भनेको 40 लाख किता चाहिँ अति प्रभावित क्षेत्रको लागि छुट्याइएको छ। र यो अति प्रभावित क्षेत्रमा रहनुभएका स्थानीय बासिन्दाहरूले यो 40 लाख किताबाट आफ्नो आइपिओ आवेदन दिन सक्नुहुनेछ। र यसै गरी यो अति प्रभावित क्षेत्र बाहेकका अन्य क्षेत्रहरू यो सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका वडा नम्बर 7, 11 र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर 1 बाहेकका अन्य वडामा बस्नुहुने स्थानीय बासिन्दाहरूलाई कुल 60% छुट्याइएको छ, जसको मतलब कुल 60 लाख किता उहाँहरूको लागि छुट्याइएको छ। र यसरी स्थानीय बासिन्दाहरूले मङ्सिरको 7 गतेदेखि 21 गतेसम्म अति प्रभावित क्षेत्र र अति प्रभावित क्षेत्र बाहेकका क्षेत्र गरेर स्थानीय बासिन्दाहरूका लागि कुल 1 करोड किता छुट्याइएको छ। त्यो चाहिँ मङ्सिरको 7 गतेदेखि 21 गतेसम्म भित्र हजुरहरूले आवेदन दिन सक्नुहुनेछ। हस्त, धन्यवाद।